तँ जस्तो कुकुरहरू मेरो घरमा पाल्ने मेरो औकात छ बुझिस् नि त्यस्तो कुरा छोड्दे साला डबल ट्याप ट्याप लिएर मेरो ग्याङहरू अरे हिजो अस्तिका चल्लाहरू ग्याङ रे यत्रका ग्याङ के का ग्याङ तिमीहरूको ले ग्याङ आइज अब छोरे ग्याङ हिजो अस्तिको चल्लाहरू चल्ला रे ओए कुची मलाई चल्ला भनेको तैले हिजो अस्तिको चल्लाले जति बेला म टिकटकमा छ नि कराइरहेको थिएँ नि सुड्डीहरू तिमीहरूका च्याउका डल्ला पनि छ नि बाहिर निस्केका थिएन नि फेरि बुझ्ने फेरि चल्ला तिमीहरू बच्चाहरू हिजो अस्तिको भिखारीहरू बढी बोल्छौ वेलकम मेरो दाइ वेलकम बोल्दा एक शब्द पनि बोल्दा साला 3000 को स्कुलमा हेपेको तैले हेपेको छोल्दला हेपेको उग्र ओए 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 तलको भिखारी सिधा बस जाठी तसला टिकटक बन्द गरे टिकटक हुन्न नभन न यस्तो नभन सोचिहाल्छ त्यसरी त ओए म्याकुरीहरू चुप्प लागेर बस है थ्याङ्क यू दादा थ्याङ्क यू सो मच त साला सुजने मेरो चुप्पा आउँदाखेरि मेरो दाइले चुप्पा हान्दाखेरि त निचिक्कार थुक निल्छ साला कुकुर तेरामा चुप्पा हाने जस्तो अनुहार छ कम छ भने आइतो मेरो दाजुभाइ दिदीबहिनीहरुको मेरोबाट प्ले गर्नु न या त औकातमा बस्नु पर्छ भिखारी कजस्ता छ नि के रे कुकुर राख्छु नि मैले पाल्न तिमीहरू जस्ता दुईटै भिखारीहरूलाई नि पालिदिन्छु साला फ्ल्याटमा राखेर काठमाडौँमा बुझिस् यत्रो शक्ति छ मेरो दाजुभाइ दिदीबहिनीहरु मायाले कोट त न त फ्ल्याटमा बस्ने हाल साला हिजो अस्तिको बच्चा भन्छेस् डबल मार्नु लास्ट बोसो काट्दै कोही पनि जवान हुँदैन बुझ्यौ नि के हाना त डबल दाइ मेरो दाइ डबलमा खेल्दिम दाइ न्यू खोज्दै छ हाना त मैचाङ डबलमै छ भने हाना त मैचाङ भयो मैदानमा उप्पा भइने हाना त अनुहारमा बस्छ हाना त मैचाङ अरु मलाई थाहा छैन औकातमा बस्नी फेरि तेरो जब 1000 यहाँ छुन पनि सक्दैन मेरो दाइ बोल त अब एक शब्द पनि अझै पुश गर ल वान पिचे कटम डबलमा पुश गर्न ओए त एक शब्द पनि बोल त बोल त साला हिजो अस्ति आएको बच्चाहरु साला हाम्रो लाइभमा हेरेर डबल ट्याप भन्न सिकेका छन् साला डबलमै पुश गर ल अलिकति पुश गर मलाई पनि अलिक बालकुमारीको पहिलो फाल्ने निले साला बसेर साला 500 भन्दै बस्ने भएका गाइस सबले हानम न यहाँ डबलमा दाइ उताबाट हान्न सक्छन् दाइ बुस्टिङमा हान्न सक्छन् प्ले गर्न सक्छ है बुस्टर मैचाङ अझै थोरै पुश गर आइज मन छोड्न पनि स्कोर बुस्टिङको बलात्कार गर्ने हैन मेरो बहिनी बोल त अब एक शब्द पनि बोल त तिमीहरु साला सुड्डी बुस्टरको बलात्कार गर्ने सुड्डी हो जेनी तेरो साला 500 कटाइनेस् भने नि तेरो तँलाई घोक्रो ठ्याक पारेर चाकै बाहिर निकाल 500 कट्दैन त्यसलाई त 500 त आउँछ यो बालकुमारीतिर गयो भने म आउँछु है कुनै दिन राम्रो इन्कम मेरो दाजुभाइ दिने दिएको दिन्छ नि म आउँछु बालकुमारी तँलाई 500 टिप्स पनि दिन्छु त पार्क जा ठमेल जा हत असुल तिमीहरुको काम त्यही हो अनुहार साला सुड्डी डेडी साला यति फाउन्डेसन लगाउँछस् यति मेकअप गर्छ साला जबरजस्ती तरुनी हेर्न आम्मा झन् हैन एउटा हेरेको त गाइस क्यान्डी च्यालेन्ज वेट लस च्यालेन्ज बोसो घटाउँदामा तेरो जवानी आउँछ तँलाई भिखारी बोसो घटाउँदामा चाउरी पनि जान्छ के छ यस्तो रे के क्यान्डी च्यालेन्ज गाइस रे यस्तो ढेल देखाउँदै ले क्यान्डी च्यालेन्ज यहाँबाट तेरो क्यान्डी च्यालेन्ज त्यस्ता च्यालेन्ज घरमै जाए च्यालेन्ज तेरो ओए किन पनि नफेर्ने फेरि हाम्रो पुष्कर यसलाई म के गर्छु भने यो सुड्डीलाई यो डेडीलाई पहिला अनफलो गर्छु ब्लक हान्छु लातले चाकमा हानेर यो लाइभबाट बाहिर निकाल्छु साला औकात छैन 500 पुश गर्दैन यसकोमा एकजना मान्छे नछिरोस् त यसको मादर कुल्लिनी साला जा रतन पार्क जा ठमेल जा जस्तिका बच्चाहरु सोल्जरको दाजुभाइ दिदीबहिनीहरुको अगाडि अन्सन गर्दै छ हाम्रो स्कोरमा पुष्कर साला म छ नि नाङ्गै बनाएर साला रत्नबारको बाहिर छ नि सिस्नु पानी साला पानीमा च्वाप भिजाउँदै झ्याम्म चाममा पड्दाउँदै दौडाउन नपर्छ साला मेकअप गर्दै छ स्मास जसको चाहिँ स्कोर भाङ भुत्लो छैन त साला सुगर ड्याडी जे पनि दल्दैछ सुजनको गु हो भने दल हिजो तन्दुरी चिकन खाएर गुलाई कालो बनाएको दल गु सोचेर दल सुड्डी हो बच्चाको माउ साला 5-6 वटा बच्चाको बाउसँग नि 14 जना नछोड्ने विपना सुड्डी बोल त